दाउन्ने जाने बाटो जो बाटोको छेउमा रहेको विश्वकर्मा बाबा मन्दिरमा आइपुगेको छु। यहाँनिर धेरै बाटो बिग्रन्थ्यो, हिँड्ने यात्रुलाई शास्ति हुन्थ्यो। अहिले भने बाटो असाध्यै राम्रो बनेको छ र यहाँहरू यो बाटो हिँड्दै हुनुहुन्छ भने पनि आरामदायी यात्रा गर्न सक्नुहुन्छ। अब हामी खास आज चाहिँ कुराकानी गर्छौँ यो मन्दिरको बारेमा। कहिले स्थापना भयो, विशेष गरेर विश्वकर्मा बाबाको मन्दिर। यहाँ एकजना गुरुजी हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्छु। गुरुजी नमस्कार छ है। हजुर नमस्कार। आराम हुनुहुन्छ? विश्वकर्मा बाबा की जय। आराम हुनुहुन्छ? विश्वकर्मा बाबाको मन्दिर बाटोमा यात्रा गर्दाखेरि त्यति धेरै चाहिँ देखिँदैन हैन। मैले चाहिँ धेरै ठाउँमा देखेको छैन कि यहाँनिर चाहिँ धेरै पहिलादेखि देखेको। अब यो कहिले स्थापना भएको, थोरै यसको बारेमा केही जानकारी गराइदिनुहोस् न। यो बाटो पहिला पिच उखालेर फालेर फेरि नयाँ पिच हाल्ने बेलामा त्यतिखेर पहिला धेरै गाडी एक्सिडेन्ट हुने, त्यतिखेर पनि रोडमा काम गर्नेहरू 8 जना लेबरहरू यहीँ गाडी पल्टेर बित्नुभयो। उहाँको स्थापनामा ठेकदारले यो विश्वकर्मा मन्दिर 2044 सालमा स्थापना गरेर 2045 सालमा चालु भएको। अनि यहाँ बेला बेलामा हामीले जस्तै गाडीहरू होइन, सवारी साधन भनौँ न, पूजा गर्नको लागि आएको देखिन्छ। अनि बाटोमा यात्रा गर्ने यात्रुहरू पनि कहिलेकाहीँ यहाँ झरेर पूजापाठ गरेको अथवा यहाँ चाहिँ बसेको देखिन्छ। के छ यसको बारेमा थोरै जानकारी गराइदिनुहोस्। विश्वकर्मा मन्दिर जति नि नयाँ गाडी पुरानो गाडी जति नि किन्छन् नि, तपाईँको बुटलदेखि लिएर यता नारायण घाट काठमाडौँसम्मको नि आउँछन् यहाँ विश्वकर्मा मन्दिरमा पूजा गर्न। गाडी पहिलो किनेको जो पुरानो किने नि नयाँ किने नि पहिलो यहाँ ठुलो पहिला चाहिँ पूजा गर्नलाई आउनुहुन्छ हैन। अनि तपाईँ यहाँ पूजा गरेर बस्न लाउनु भएको चाहिँ कति भयो? म चाहिँ अहिले बल्ल बुवासँग आएँ 3 वर्ष, अनि अहिले एक्लै बसेको 4 वर्ष भयो। तपाईँ एक्लै बस्नुहुन्छ? अहिले पनि कोही छैन? साँझ चाहिँ के गर्नु? बुवा 22 वर्ष बस्नुभयो, त्यही ठाउँमा अहिले सक्नुहुन्न, घरै हुनुहुन्छ। यहीँ हो हाम्रो घर पनि तलेदुङ्गी। साँझ के गर्नुहुन्छ? घर जानुहुन्छ? साँझ अहिले यहाँ बत्तीको छैन, बत्ती र पानीको अलि सुविधा छैन, अनि त्यस कारणले साँझ बन्द गरेर जाने, बिहान फेरि आउने, दिनभरि बस्ने। गाडीहरू आउँछन् पूजासुजा गरिदिने, सरसफाइ गर्ने, साँझ बन्द गर्ने, बत्ती बालेर बिहान फेरि आउनुहुन्छ हैन? साँझ घर जानुहुन्छ? हजुर, बिहान चाहिँ आउनुहुन्छ। बिहान बाटो सबै क्लियर भइसक्यो। अहिले क्लियर हुँदाखेरि किनभने लोड अब बढी नै हुन्छ, गाडीले क्षमता हुन्न, ब्रेकले थाम्ने। तपाईँको 8 किलोमिटर तल झर्नेसम्म त धेरै तात्तिन्छ। अनि झन् विश्वकर्मा मन्दिर तल लाएपछि त यहाँदेखि तल झन् ओह्रालो छ, अनि ब्रेकले थाम्दैन, अनि भित्तातिर हान्ने उता हान्ने हुन्छ। त्यसले गर्दा एकछिन यहाँ चाहिँ बसेर सेलाउन दिएर पार्किङको पनि व्यवस्था छ, यहाँ छ, यहीँ शौचालय पनि छ होइन, पानीको पनि अहिले अलिअलि चाहिँ होला। हजुर, दिउँसोमा बस्न मिल्ने छ, त्यो गर्दा पनि राम्रो हुन्छ। ल हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद है गुरुजी, जानकारी गराइदिनु भयो। विश्वकर्मा बाबाले यहाँहरू सबैको यात्रा सफल बनाइदिउन् र तपाईँ हामी सबैको सवारी साधनको रक्षा गरिदिउन्, यिनै कामना गर्दै अहिले भने हामी यो समयबाट बिदा हुन्छौँ। हस्त धन्यवाद, नमस्कार, जय विश्वकर्मा बाबा।